हेलो गाइज वेलकम टु माई च्यानल। म चाहिँ आज नेपाली मुभीको टिजरहरूको रिभ्यू गर्दैछु। हेरौँ है त, नयाँ नयाँ जस दामी दामी आएर छ 2 दिन अगाडि। कस्तो छ हेरौँ। मुभीको नाम चाहिँ के छ भने टनेल 26 है। यो चाहिँ हेरौँ न कस्तो रहेछ। यो चाहिँ 1 मिनटको छ, हेरौँ। यहाँ यो वाउ, सब के यस्तो भइरहेको दामी छ? चाहिँ किन मान्छेहरू जनावर जस्तै जम्बिजको एकअर्काको जस्तो पछि छ। परिरहेको छन्? जम्बिजहरूको जस्तो लाग्यो है मलाई चाहिँ फिल्म चाहिँ। यस्ता सुरुङहरूभित्र धेरै चमेलाहरू हुन्छन्। संक्रमण तिनीहरूबाट फैलेको हुनुपर्छ। जेसुकै होस् है मलाई चाहिँ दामी लाग्यो। पुरै कोरियन मुभी टाइपको देखिरहेको छ। कोरियन हलिउड जस नेपाली मुभी नै दामी आउँछ जस्तो लाग्यो हेर्दा चाहिँ। टिजर चाहिँ दामी लाग्यो। अनुप विक्रम अनि हिन्दी मुभीमा पनि देखिरहेको मान्छे छ। यो चाहिँ नाम चाहिँ मलाई थाहा भएन। यिनीहरू बाहिर निस्क्यो भने ओ दुनियाँ खतम हुन्छ। कस्तो दामी देखाइरहेको छ मलाई चाहिँ। जस कोरियन मुभीको भाइ बाहिर चाहिँ जम्बिजहरूको रहेछ। हेरौँ न कस्तो छ चाहिँ। वाउ, भिएफएक्स नै दामी हामीले रहेछ उसको ठाउँ बिगारेन। अब उसले हैन। हामीलाई नेपालको छोड्दैन। नि यतिको अब के गर्ने? नेपालको नि भिएफएक्स दामी हुँदै गइरहेछ जस्तो लाग्यो मुभीहरूमा। दामी छ जस्तो लाग्यो यो फिल्म आएपछि चाहिँ हेर्नुपर्छ। आना शर्मा नि रहेछ है। अनि के हो, भुटानिज जस्तो लाग्यो मलाई चाहिँ। हेरौँ न। लड्ने वाउ, दामी छ है। हेर्नु न, वो एक्सन सिन दामी छ। ओ नेपाली जम्बी मुभिज नै हेर्नु पाउने भयो। जस त्यो अब जे पाइदिए चाहिँ छैन, हेर्दाखेरि दामी नै बनाएको छ जस्तो लाग्यो मलाई। भिएफएक्सहरूदेखि लिएर है सबै दामी छ जस्तो लाग्यो। त्यो अहिले टिजर त दामी नै छ, हेर्दै नै। यो मान्छे नै होइन, हामीले हुन सक्दैनौँ। वाउ, टनेल ल सकेछ है। छोटो रहेछ, 1 मिनटको। जस दामी लाग्यो है त। खिचेकोहरू सिनहरू कस्तो मजाको छ है। अनि जस नेपाली मुभी नै दामी आउँछ जस्तो लाग्यो जम्बिजको। त्यही माथि जम्बिजकै होला यो मुभी है। अनि त्यही हो। अब म अर्को फिल्मको रिभ्यू दिन्छु त हजुरहरूलाई। अर्को चाहिँ कुन छ भने निक्लु प्रीतिको छ। अनि कस्तो हुँदो रहेछ त्यो नै हेरौँ है त साथीहरू। ल है त गाइज, अब चाहिँ अर्को फिल्मको टिजर हेरौँ। यो चाहिँ आचार्य भन्ने अनि जस निक्लु प्रीतिको अब धेरै पछि आउन आँटेको मुभी होला। कस्तो होला हेरौँ है त टिजर। यो नि छोटै छ है। अनि कति भने 47 सेकेन्डको छ। कस्तो रहेछ हेरौँ है। मैले नि हेरेको छैन, हेरौँ कस्तो हुँदो रहेछ। निखिल कृति सरी अहिले खै कस्तो हो, यति मात्रै हो क्या? हेरौँ है त। अलिक कार्टुन जस्तो लाग्यो मलाई चाहिँ यो भिएफएक्स चाहिँ। नै त तपाईँहरू भन्नु न, अलिक कार्टुनै रहेछ। अघिको कार्टुनै छ नि है। अघिको त्यो टनेल 26 भन्दा यो चाहिँ अलि भिएफएक्समा चाहिँ पैसा खर्च गरेन जस्तो छ निखिल दाइले है। त्यस्तै लाग्यो अलि। अघिको अलि हेर्दा नि रियलिस्टिक देखिरहेको थियो भने यो चाहिँ अलि हेर्दै अलिक कार्टुन देखिरहेको छ है। जे हो त्यही भन्नु पर्ने थिएन। यति मात्रै रहेछ जस्तो चाहिँ हो त। अलिक भएन हेर्नु न, यो अब कार्टुनै जस्तो छ।
कार्टुनै छ क्या यो त पड्केको ठिक एआईबाट बनाएको जस्तो लाग्यो भिएफएक्सै गरे नि यस्तो अलिक भएन त्यति राम्रो चाहिँ लागेन है मलाई त्यो अघिको टनेल 26 को जति दमदार चाहिँ छैन है आश्चर्य चाहिँ अब फेरि हेर्नु न अब टनेलको हेर्नु त कस्तो छ कस्तो मजाको छ हेर्नु हेर्दै कस्तो दामी छ नि त यहाँ यो सब के भइरहेको छ किन मान्छेहरू जनावर जस्तै एकअर्काको पछि परिरहेको छ हलिउड लेभलकै बनाउनु खोजिरहेको धेरै झमेलाहरू हुन्छन् संक्रमण तिनीहरूबाट हेर्दा नि दामी छ अनि कुन हिरो नि हो जस दामी नै छ भन्नु जेसुकै होस् यिनीहरूबाट निस्क्यो भने दुनियाँ खतम हुन्छ यस्तो बनाउनु पर्यो नि त अलिक भएन त्यो चाहिँ यो चाहिँ दामी छ अनि ठिकै छ आजलाई यति नै मुभीहरूको होइन हेर्नुहोस् अब कस्तो छ फिल्म अब टेलर आउँदाखेरि टेलर नै म रिभ्यू गर्छु हजुरहरूलाई भन्छु आजलाई चाहिँ यो छोटो है अब कस्तो लाग्यो तपाईँहरू नि भन्नु होला यही हो ल है त बाई बाई गाइज